यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है। सबका सब निलो जिस्काउनलाई राखे जस्तो। कसलाई जिस्काउनु भएको त्यस्तरी? त्यो निलो छानाले चाहिँ त्यो छतलाई मक्किनबाट जोगाउँदो रहेछ क्या, राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो। चितवन अघि झर्दै गर्दाखेरि एकजना भाइले भन्नुभयो, दाइ देशभरि जाँदाखेरि जसरी टुरिज्म प्रमोसन गर्नु भएको थियो एकचोटि चितवनको पनि टुरिज्म प्रमोसन गरिदिनु होला भनेर। मैले भने मेसीलाई फुटबल खेल्न सिकाउनु पर्छ, रोनाल्डोलाई फुटबल खेल्न सिकाउनु पर्छ। हाम्रो चितवनका हाम्रा थारू समुदायमा भएका होमस्टेहरू रिसोर्टहरूमा देख्न सकिन्छ कि यहाँको उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरालाई कसरी उहाँहरूले टुरिज्म प्रमोसनको लागि उहाँहरूले विश्वमा चिनाउनु भएको छ। त्यो हेर्दाखेरि चितवनले चाहिँ देशलाई टुरिज्म प्रमोसन सिकाउनुपर्छ। घरमा खाने आफ्नो लोकल खाना, आफ्नो लोकल परिकार घरमा खाने, त्यो लोकल परिकारलाई एउटा इन्टरनेसनल क्युजाइनको रूपमा उहाँहरूले प्रस्तुत गर्न सक्नु भएको छ। त्यो पुरै देशले सिक्न जरुरी छ।